हेलो साथीहरु, गुड मर्निङ। बिहान बिहान डिजेल लिनको लागि जाँदैछु। साइकलको यात्रामा छु। साथीहरु, नयाँ साथी भए सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला सबैजनामा। बिहानको दृश्य यहाँको बाटो हेर्नुस्, यस्तै छ मौसम। ओ कुहिरो लागेछ, हेर्नुस् कुहिरो लागेको छ। गाडी भनेको चाहिने हुन पर्यो, एउटा दुईटा आइरहेछन्। बिहान बिहान डिजेल ल्याउन पर्यो भनेर हिँडेको हो। आज डिजेल ल्याउन पर्यो छ साथी हो। ग्यास सकियो खाना बनाउनको लागि, त उनीहरूले डिजेल ल्याउनको लागि। ल हेर्नुहोस्, यहाँको नजारा यस्तै छ। ल हेर्नुहोस्, कुहिरो लागेको छ, कुहिरो लागेको छ। यताको नजारा। केएन सुवेदी ब्लगमा सबैजनालाई स्वागत छ। तपाईहरु समक्ष साउथ इन्डियाबाट चाहिँ भिडियो बनाइरहेको छु। बिहान बिहानको समय छ। यो बुटोको चाहिँ अमिली हो। के गर्नु, जिन्दगी यस्तै छ साथी हो। यो जम्मै रोडका खाली बाटो रहेछ। सबैजनामा स्वागत छ, नमस्कार। ल हेर्नुहोस्, यहाँको बाटो यस्तै हो। धेरै दिन भयो साथीहरू युट्युबमा चाहिँ भिडियो अपलोड नगरेको। के गर्नुहुन्छ, काम पनि गर्नुपर्ने। युट्युबबाट मात्रै पैसा आए त भिडियो बनाउँदै हिँड्दै गर्नुहुन्थ्यो। अब त्यसरी पनि आएन। रुमबाट चाहिँ 2 किलोमिटर टाढा जानुपर्छ त डिजेल ल्याउन पनि। त्यसकारण बिहान बिहानमा ऊ पनि हुने भयो। एउटा दुईटा गाडीहरू यहाँ आउँदैछन्। यता बिल्डिङ पनि बन्दै रहेछ। सबैजनामा नमस्कार, वेलकम। केएन सुवेदी ब्लगमा स्वागत छ। मौसमको एकदम बिहान बिहानमा जाडो छ। सहने भन्दा पर्यो। अब रोड आइसक्ने बेला अब च्यानल सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला दादाको। एकजना चिनेको मान्छे जाँदैछ। के राहुल एउटा पो यो चाहिँ आइयो। ल हेर्नुहोस्, यो साइडको रोडमा आइयो। साइडको रोडमा हेर्नुहोस्, हाइवेमा आइयो। सबैजनामा नमस्कार। च्यानल सब्स्क्राइब गरेर सपोर्ट गरिदिनु होला। अब डिजेल ल्याउनको लागि पेट्रोल पम्प पनि आइसक्यो। के गर्नुहुन्छ, बिहानमा नाइट ड्युटी गरेर बिहान बिहान आएर ग्यास सल्काउँदाखेरि त ग्यासै छैन। अनि के गर्नु, स्टोभ छ, स्टोभ अनि डिजेल लिन पर्यो भनेर हिँडे। डिजेल लिनु पर्यो भनेर आएको साथीहरू हो। नाइट ड्युटी गरेर बिहानै 1 गिलास मात्रै चिसो पानी खाएर आएको छु। के गर्नुहुन्छ, जिन्दगी यस्तै छ। गभर्मेन्टको बस यस्तै छ, जिन्दगी यस्तै छ। पेट्रोल बङ्क पनि आइसक्यो। पेट्रोल बम नि आइसक्यो हो। यसैमा गएर पेट्रोल डिजेल ल्याउन पर्यो। सबैजनामा स्वागत छ, नमस्कार, वेलकम। काली गण्डकी भैया, काली गण्डकी होइन साथी, मेरो दुईटा च्यानल छन् यार। कस्तो यार, केएन सुवेदी भनेको काली गण्डकी भन्ने नाम आउँछ। अब आइयो, यही हो पेट्रोल बङ्क यहाँको।
थ्याङ्क यू वाचिङ दिस भिडियो। सबै दोस्तको नमस्कार, सबैलाई नमस्कार, बाई बाई।